नमस्कार। म चाहिँ आज सामाजिक सञ्जालमा देखेको मिना ढकालजीको बारेमा केही भन्न गइरहेको छु। धेरै समयदेखि उहाँलाई सामाजिक सञ्जालमा देखिराखिएको थियो। केहीले उहाँलाई राम्रो तरिकाले सपोर्ट गरिरहनु भएको छ भने केहीले चाहिँ अब नराम्रो हरकतहरू देखाइरहनु भएको छ। यस्तो पनि हुन्छ भने आफ्नै किसिमका अभिव्यक्तिहरू विचारहरू राखिरहनु भएको छ। तर मेरो विचारमा मैले भन्नुपर्दाखेरि चाहिँ अहिलेसम्म आइपुग्दा र उहाँलाई हेर्दाखेरि चाहिँ एउटा महिलाले चाहिँ डिभोर्स गरिसकेपछि बिहे गर्न पाइन्छ कि पाइँदैन, हैन? पुरुषले चाहिँ प्याइहाल्ने, पुरुषले चाहिँ श्रीमती राखिहाल्ने। अब मनोजजीको बारेमा भन्नुपर्दाखेरि चाहिँ उहाँले श्रीमती ल्याइसक्नु भएको छ, श्रीमतीसँग बसिरहनु भएको छ भने मिनाजीले चाहिँ बस्न मिल्ने कि नमिल्ने, हैन? किन नमिल्ने? किन महिलालाई मात्रै यी कुराहरूले हरेक कुराहरूमा चाहिँ यस्ता कुराहरूलाई चाहिँ अगाडि ल्याउँछन्। उसले यस्तो गर्यो, केटा राख्यो, यस्तो राख्यो, ठिक छ त, उहाँको विचार हो। अब रह्यो कुरा छोराछोरी हेरेन भने, छोराछोरी हेरेन भन्ने कुरा मिना ढकालजीसँग ल्याएर चाहिँ मिना ढकालजीले नहेर्नु भएको भनेदेखि चाहिँ त्यो आमा रङै हो, हैन? मिना ढकालजी चाहिँ रङ नै हुनुहुन्छ। तर यदि होइन, उहाँलाई नै छोराछोरी दिएको छैन भनेपछि चाहिँ उहाँले चाहिँ एकजना जीवनसाथी रोज्दा या साथी रोज्दाखेरि चाहिँ यो समाजको टाउको दुखाइ किन, हैन? पुरुषले मात्रै गर्नु भने पुरुषले 5 वटा राख्दा पनि हुने, हैन? जे गर्दा पनि पुरुषले गर्दा हुने, महिलाले गर्दा चाहिँ नहुने। उहाँसँग मैले आजसम्म भेटेको पनि छैन, चिनेको पनि छैन। म चाहिँ उहाँलाई व्यक्तिगत रूपमा उहाँको त्यो बच्चाप्रतिको माया देखेर, बच्चाप्रतिको लगाव देखेर, हैन, एकदम धेरै मलाई चाहिँ मन छोयो। त्यसैले गर्दाखेरि चाहिँ मैले यो भिडियो बनाएको हो। एउटा आमालाई सन्तानप्रति जति नै माया हुन्छ, आमा आमै हो। 10 जनासँग पहिला गए भने पनि त्यो जन्मदिने आमै हुन्छ। र अर्को कुरा, मिना ढकालको केसमा उहाँले बच्चालाई वास्ता नगरेको भन्ने कुरा यहाँ देखिएन के। उहाँलाई चाहिँ बच्चा नै दिइएन भन्ने कुराहरू देखिएकोले गर्दाखेरि चाहिँ म चाहिँ अब उहाँलाई चाहिँ पहिला पनि सबै कुराले हेर्दाखेरि चाहिँ श्रीमान श्रीमती बीच चाहिँ डिभोर्स भइसकेपछि श्रीमानले अर्को ल्याउनुहुन्छ भने महिलाले पनि ल्याउनुहुन्छ, महिलाले पनि बस्नुहुन्छ, महिलाले पनि बिहा गर्नुहुन्छ। महिलाको पनि जिन्दगी छ र महिलालाई मात्रै एकरो टचर दिनु हुँदैन भन्ने कुरामा छु। त्यसैले गर्दाखेरि चाहिँ यो कुरालाई चाहिँ सबैले बुझ्न जरुरी छ। उहाँलाई गाली गर्ने भन्दाखेरि पनि, हैन, साथ सपोर्ट गर्नुहोस् भनेर भन्छु। र